सरले भनिसक्नु भएको छ हाम्रो पालिकाको नाम के हो भन्ने कुरा तपाईहरुलाई जानकारी भइसकेको छ। हाम्रो पोखरा महानगरपालिका हो। पोखरा महानगरपालिका भइरहँदा पोखरा महानगरपालिकामा कतिवटा वडा छन् भन्ने कुरा पनि यहाँलाई अवगतै होला। हाम्रो पोखरा महानगरपालिकामा 33 वटा वडाहरू छन् र तिनै 33 वटा वडा मध्येको एउटा वडा हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 29 हो, जहाँ प्रत्येक वडामा 5 जना चाहिँ निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्छ र 2 जना पालिकाको 1 जना उपमेयर र 1 जना मेयर 2 जना र 5 जना वडाको जनप्रतिनिधि गरेर 7 जना टोटल निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्छ। त्यो कुरा अघि पनि सरले भनिसक्नु भएको छ। र हाम्रो पोखरा महानगरपालिकाको नगर प्रमुख मेयर साहबको नाम के हो? कसैलाई थाहा छ? मेयर साहबको नाम के हो हाम्रो पोखरा महानगरको? धनराज आचार्य। ल टिप्नु। पोखरा महानगरपालिकाको नगर प्रमुख मेयर साहब धनराज आचार्य। उहाँको घर पोखरा महानगरपालिका वडा नम्बर 33। अहिले पोखरा 8 मा बस्नुहुन्छ उहाँको घर चाहिँ जन्मस्थान चाहिँ पोखरा 33 है। ल हाम्रो त्यसपछि उपप्रमुख उपमेयर साहब को हुनुहुन्छ? मन्जु देवी गुरुङ। भेरी गुड। मन्जु देवी गुरुङ वडा नम्बर 8 उहाँको घर। पोखरा महानगरपालिका वडा नम्बर 8 मा उहाँको घर छ, जहाँ हाम्रो महानगरपालिकाको वडा कार्यालय रहेको छ। टिप्नुस् है नटिपे भ्याइन भन्नु उहाँले रोकिनुहुन्छ। मेयर साहब हुनुहुन्छ धनराज आचार्य। उहाँको जन्म घर चाहिँ वडा नम्बर 33 र अहिले बस्ने वडा नम्बर 8। प्लिज। उपमेयर मन्जु देवी गुरुङ अहिले बस्ने बसाइ वडा नम्बर 8 र हाम्रो वडा अध्यक्षजी हुनुहुन्छ उहाँ श्री प्रसाद गुरुङ। उहाँ कुन वडामा हुनुहुन्छ? ल हाम्रो वडाको वडा अध्यक्ष श्री प्रसाद गुरुङ। उहाँ चाहिँ डबल श्री हुनुहुन्छ है। श्री प्रसाद श्री सबैमा हुन्छ, उहाँको नामै श्री प्रसाद भएको हुनाले डबल श्री गर्नुभयो है। ल उहाँ वडा अध्यक्ष हुनुहुन्छ र महिला सदस्यमा पुनः निर्वाचित उहाँ अघिल्लो कार्यकाल पनि निर्वाचित हुनुहुन्थ्यो र अहिले पनि पुनः निर्वाचित हुनुभएको छ। उहाँको दोस्रो कार्यकाल हो निर्मला पौडेल। र टिप्नुहोस् है निर्मला पौडेल महिला सदस्य निर्मला पौडेल। थोरै जोडे है मैले। उहाँ चाहिँ हाम्रै विद्यालयको शिक्षक प्रकाश पौडेल सरको मम्मी है। बुझ्नुभएको छ? अनि अर्को एउटा कुरा तपाईँहरूले एउटा सामान्य विषय पनि बुझ्नुपर्ने हुन्छ। जननिर्वाचित भएर आउनुभएका वडा सदस्यहरू पालिकाका विभिन्न समितिहरूमा रहन पाउने कानुन व्यवस्था रहेको हुनाले उहाँ पोखरा महानगरपालिकाको कार्यपालिकाको सदस्य पनि हुनुहुन्छ है। यहाँले ध्यान राख्नु। निर्मला पौडेल कार्यपालिकाको सदस्य पनि हुनुहुन्छ। प्रत्येक वडाको वडा अध्यक्षहरू कार्यपालिकाको सदस्य रहन पाउनुहुन्छ र अर्को महिलाहरू अर्को 4 जना उत्पीडित जनजातिबाट 4 जनाहरू र महिला गरेर 8 जना चाहिँ कार्यपालिका सदस्यहरू हुनुहुन्छ। तिनी 8 जना मध्येको 1 जना निर्मला पौडेल हाम्रै पोखरा महानगरपालिका वडा नम्बर 29 बाट कार्यपालिकाको सदस्य हुनुहुन्छ। टिप्नुभयो? म अगाडि बढौँ। धन्यवाद। ल अर्को हुनुहुन्छ हाम्रो दलित महिला सदस्य सुकमाया विश्वकर्मा। उहाँ वडा नम्बर 29 को वडा सदस्य हुनुहुन्छ। दलित महिला सदस्य। टिप्नु भएको छ? टिप्नु है नबुझे फेरि सोध्नुहोस् है। सुकमाया विश्वकर्मा।